भट्टी स्टाइलको अन्डा चिउरा यसरी बनाएर खानुहोस्। छिटो पनि मिठो पनि कस्तो सजिलो पनि बनाउनलाई। बच्चाहरूले खाजा के खाने भनेर बनाउँदाखेरि अन्डा चिउरा बनाएर खाँदिँदा एकदमै राम्रो पनि हुन्छ है त। फर्स्टमा चाहिँ मैले तेल तताएँ, त्यसमा मैले चिउरा हालिदिएँ अनि चिउरालाई चाहिँ मजाले फ्राई गरिदिने। अनि यत्तिको रातो रातो भइसकेपछि त्यसमा बिचमा गोलो गोलो गर्ने है त। अनि त्यसमा मैले एउटा अन्डा ट्वाक्क फुटाएँ। अनि त्यसमा अन्डा फुटाएपछि मजाले चलाउने। हेर्नुहोस् त मजाले अन्डा पाक्नुपर्छ है त। पाकिसकेपछि चाहिँ त्यसमा मैले के हालिदिएँ भने आधा काटेको पियाजलाई हालिदिएँ। हेर्नुहोस् त प्याज मजाले हालिदिइसकेपछि हरियो खोर्सानी चाहिँ बच्चाहरूले हुँदैन, त्यही भएर नहालिदिनु, हामीहरूलाई खानाले त भइहाल्छ। हरियो खोर्सानी हालिदिने। अनि त्यसमा चाहिँ मरमसलामा जिरा धनियाँ पाउडर रातो खोर्सानी अनि स्वादअनुसार नुन हालिदिने। अन्त रेडी भयो। कस्तो सजिलो हेर्नुहोस् त मिठो। प्याज पाकिसकेपछि त सबै रेडी। अब धनियाँ छरेपछि त आहा कति मिठो। हजुरहरू पनि खानुहोस् है त यसरी बनाएर।